2 लिटर दुध दुनुहुँदैछ। 2 लिटरको मग चाहिँ हाम्रो यो हो। सधैँको एउटै काम, खाजा बनाउनु, फेरि नानीलाई टिफिन तयार गर्नु, धम झाडु गर्नु हुँदैछ। अब बुहारी भिडियो बनाउने, ससुरा झाडु गर्ने भनेर चाहिँ नसोच्नु होला। त्यस्तो प्रेग्नेन्सी चलिरहेको छ होइन, र मेरो सायद C6 पनि हुन्छ होला। मेरो चाहिँ छुट्टी भयो। म चाहिँ अब यहाँ स्लाइन लिन आँटिसकेको छु ब्लडको लागि। हेलो नमस्ते ठेपला सबैजनालाई र गुड मर्निङ। र मेरो पगडी देखेर थाहा भइसकेको छ होला हजुरहरूलाई कतिको जाडो छ भन्ने कुरा। एकदमै धेरै जाडो छ र टाउकोमा कपडा नलगाउँदा चाहिँ टाउको दुखेर कस्तो हुन्छ है। र सबैजनालाई मेरो सानो एउटा ब्लगमा स्वागत छ। र यता चाहिँ मेरो छोरी भर्खरै उठेर के गर्दैछौ? यता हेर्देऊ। हेलो गुड मर्निङ। प्रायसीलाई चाहिँ पुरा सर्दी लागेको छ। प्रायसीको त खै पिकनिक पनि खै स्कुलदेखि त क्यान्सलै भइसकेको छ। खै आएकै छैन खबरै। अनि प्रायसीको चाहिँ आजदेखि नै स्कुल छ 10:30 बजी, किनभने एकदमै धेरै जाडो छ नि त होइन। पुरा बिहान चाहिँ पुरा पाठ लागेको हुन्छ, नानीहरूलाई जानु एकदमै अप्ठ्यारै हुन्छ। सर्दी खोकी भइसकेको छ बिहान उठेर नि। र प्रायसी आज कति बजी उठ्यो त्यसकै खुसीमा? 10 बजी। अहिले अहिले प्रायसी उठ्दा चाहिँ 7 बजेको छ र मैले ब्लग सुरु गर्दा पनि 7 बजिसकेको छ गाइस। अनि यता हेरिसक्नुहुन्छ मेरो रुमको हालत चाहिँ सुतेर उठेर चाहिँ मैले मिलाएको छुइनँ। अब प्रायसीको लागि टिफिन तयार गर्नुपर्ने हुन्छ। सधैँको एउटै काम, खाजा बनाउनु, फेरि नानीलाई टिफिन तयार गर्नु हो कि कसो? प्रायसी बिहानै उठेर ऐना पो हेरेर आएर चाहिँ ला ब्रस गर्छ कि भनेको त। मलाई पगडीमा कस्तो देखिरहेको छ प्रायसी? कस्तो देखिरहेको छ मलाई पगडीमा? राम्रो देखिएन अरे, जाडो छ अनि एकदमै धेरै जाडो छ गाइस। अनि आज चाहिँ पाठ लागेको छैन है। आज नानीहरूको स्कुल 10 बजी भनेर होला। मौसम पनि खुलेको जस्तो भएको छ हेर्नुहोस्। रमाइलो घाम लागेको छ आज चाहिँ, मजाको घाम लागेको छ आज। यता हेर्नुहोस् है, घाम लागेছে। आज बतरটো অলপ ভাল আছে, ঠান্ডা নাই। अब नानीको लागि खाजा बनाउँछु भन्दाखेरि पनि प्रायःलाई त भातै खुवाएर पठाउँछु होइन। अनि खाजामा चाहिँ टिफिनमा चाहिँ के हालिदिन्छु भनेको छु भने आज चाहिँ सोचेको छु कि आज चाहिँ नानीको लागि सुजी बनाइदिन्छु। सुजी बनाएर टिफिन हालिदिन्छु। र सधैँ एउटा टिफिन हाल्नु त मिलेन। सधैँ एउटा टिफिन हाल्यो भने चाहिँ फेरि नानीको सधैँ टिफिन फर्केर आउँछ होइन। उता हाम्रो आपा हेर्नु न, धम झाडु गर्नु हुँदैछ। अब बुहारी भिडियो बनाउने, ससुरा झाडु गर्ने भनेर चाहिँ नसोच्नु होला, किनभने हामी सबैजना काम चाहिँ मिलेर गर्छौँ होइन। यता आमा झाडु गर्नुहुँदैछ, यता आमा कपडा धुनुको लागि रेडी। सबैजना आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ। सो मेरो चाहिँ अब पार्लरकै काम भनौँ न होइन। अब म भने पार्लरमा बिजी हुन्छु। पार्लरमा अब म नानीको लागि टिफिन बनाउँछु गाइस। भिडियो हेर्दै गर्नुहोस् होला। मन पऱ्यो भने लाइक गर्ने चाहिँ नबिर्सिनु है। अनि के गरेको? ब्रस गर्नु पर्दैन? काएको र चिप्लै भएछ। म सर्दी लाग्यो भनेर नानीलाई पुरा यहाँ लसुन पड्काएर चाहिँ मजाले मालिस गरिदिएको थिएँ। हिजो पिकनिक पनि गएको थियो नि त। अनि नदीको हावा लागेर त झन् नाक ट्याप्पै भएछ। ल छिटो नि त ब्रस गर्नु ढिलो भइसक्यो। कहाँ राख्छ छिटो? अरे बाबु छिटो आइज, ब्रस गर्नु ढिलो भइसक्यो। अनि यता हाम्रो माते के हेर्नु हुँदैछ? गुड मर्निङ सबैलाई। मर्निङ। ल अब हाम्रो आमा चाहिँ 1 लिटर होइन 2 लिटर दुध दुनुहुन्छ। हाम्रो गाईले 2 लिटर दुध दिन्छ। भनाइमा चाहिँ 2 लिटर हो, तर दिनुमा चाहिँ अलिअलि। प्रायसीको लागि खानु पुग्छ नि, चिया खानु पुग्छ। ल चल अब सानो मान्छेले चिया खानु हो नि त बाबु। अब प्रायसीलाई चाहिँ म ब्रसहरू दिएर अनि म टिफिन बनाउनुतिर लाग्छु। हेर्दै गर्नुहोस् ल। लिपस्टिक होइन, लिप बाम नि, रेड लिप बाम लगाएको होला। ल छिटो ब्रस गर। नानीको लागि सुजी बनाऊँ भनेको त रिफाइन तेलै रहेन रहेछ। र म चाहिँ जाँदैछु दोकान रिफाइन तेल लिनु भनेर। र दोकान त घरकै दोकान हो, त्यही पनि पैसा त हाल्नुपर्छ नि। सो गाइस हामीहरूको बारीमा चाहिँ हेर्नुहोस् है, सागहरू फल्दैछ नि। खाएर पनि
साग फुलिसक्यो होला। हामीहरूको चाहिँ भर्खर भुइँ पनि छोडेको छैन। यता आमाले 2 लिटर दुध दुनुहुँदैछ। 2 लिटरको मग चाहिँ हामीहरूको यो हो। त्यो पनि भरौँ नभरौँ हुन्छ। यो हामीहरूको एकदम दुधालु गाई छ। दुधालु चाहिँ दुधालु छ। हामीहरूको बहर 2 लिटरको मगमा दुनुहुँदैछ। त्यो पनि पुरै भरिन्छ है। म चाहिँ रिफाइन लिन्छु। रिफाइन तेल। आमाले चाहिँ दोकानमा पुरा सब्जीहरू पनि राख्न थाल्नुभएको छ आजभोलि। के चाहिन्छ सब्जीहरू आउनुहोस् है हामीहरूको दोकानमा। सब्जीमा फुलकोपी, बन्दाकोपी, अनि गाजर, मुला, सबै सब्जीहरू। रिफाइन तेल। अब सुजी बनाउँछु। अहिले चाहिँ नानीको स्कुल अलिक ढिलो हुनाले गर्दा चाहिँ म एकदम रमाइ काम गर्दैछु आरामले। अब कति हतार हुन्थ्यो, अहिले चाहिँ त्यस्तो हतार छैन। हाम्रो आमालाई दुध दुनुको लागि 3वटा भाँडा चाहिन्छ। एउटा गिलास चाहिन्छ, एउटा सानो त्यो टेमा चाहिन्छ, एउटा मग चाहिन्छ। यो पनि गाउँघरमा यस्तो खालको दृश्य देख्नु पनि एकदमै भाग्य चाहिन्छ के। बाहिर बस्ने मान्छेहरूले यस्तो अब दुधुकोहरू देख्नु पाउनुहुन्न होइन। ल हेर्नुहोस्, यो चाहिँ जति पनि लाउनु भएको हाम्रो उहाँको मेहनत हो। बुढा मान्छेले लाउनु भएको। अब चाहिँ म बेसी बात नगरिकन चाहिँ नानीको लागि टिफिन बनाउँछु। र अघिबाट टिफिन बनाउँछु भनेको 3 बार भइसक्यो। अब चाहिँ फाइनली बनाउँछु। यहाँ सुजी बनाएको ठाउँमा कसरी बसेको छ, छिटो पकाइदिनु अरे यसलाई। पाक्नु आँटिसक्यो। अब टाइम लाग्छ त अनि गाइस। सुजी बनाउनु। सुजी छोरीलाई पहिले पाक्छ जस्तो भइसक्यो। पकिन्छ नि बाबु बिस्तारै भयो। आमाले चाहिँ मेरो लागि सुजी रेडी भइसकेको छ। यहाँ रेडी भइसक्यो। अब प्रायसले खानु मात्रै बाँकी छ। अब अलिक गिलो बनाइदिनु होइन, अस्तिको जस्तै। ल दुध हालेर बनाइदिएको छु। एकदम टेस्टी हुन्छ। र यता चाहिँ स्पेसल चिया पनि पाक्दैछ होइन। र नानीको लागि चाहिँ टिफिनको लागि यस्तो गर्नुपर्छ। अब यसलाई केक जस्तो काट्नुपर्छ अनि मात्रै प्राइसले मन पराउँछ। अनि यता कप पनि रेडी भइसकेको छ। अब स्पेसल चिया खानुपर्ने हुन्छ। आजदेखि झन् 10 बजीबाट क्लास भनेर अलिक आरामले गरेको यस्तो हतार भयो नि। अब टाइम छ भन्दा गर्दा झन् ढिलो भयो। कति हतार भयो नि त। अरू बेला 8 बजी भन्दा पनि 8 बजी रेडी भएर टक्क हुन्थ्यो होइन। अहिले गाडी एकछिन भयो नि पर्खिनु पऱ्यो। र केही छैन, पठाएँ नानीलाई। अब ओछ्यानहरू मिलाउँछु गाइस। काम सुरु हुन्छ अब हे काम सुरु हुन्छ। हेर्न सक्नुहुन्छ मैले चाहिँ रुम चडक्क पारेर मिलाइ पनि सकेको छु। अब चाहिँ म नुहाउन जान लागेको र नुहाउँदै गएर सायद म होम टाउन जान्छु होला। किनभने मेरो हिमोग्लोबिन कति के छ चेक गर्नुपर्ने छ। र हजुरलाई थाहै छ अहिले चाहिँ मेरो 9 मन्थको प्रेग्नेन्सी चलिरहेको छ होइन। र हिमोग्लोबिन चाहिँ अब 10 देखि चाहिँ माथि नै हुनुपर्छ अरे डक्टरले भन्नुभएको थियो होइन। र अस्ति चाहिँ मेरो 9 पोइन्ट कति थियो। र त्यसैले अब खाएर चाहिँ अब बढो कि भनेर आज चेक गर्न जाँदैछु। र मेरो सायद C-सेक्सन नै हुन्छ होला। र त्यसैले डक्टरले चाहिँ ब्लड टेस्ट गरिवरी मलाई रिपोर्ट देखाउनु भन्नुभएको छ। अनि म चाहिँ आज जान्छु टेस्ट गर्नुको लागि। र बेसी गफ नगरी नुहाइ गरौँ अनि हजुरहरूसँग भेट्छु ल। उल्टा चाहिँ कमै छ। अब स्लाइन लिनुपर्ने त स्लाइन। अस्ति जाँदाखेरि हिमोग्लोबिन थियो 9.9 अहिले। अनि अस्ति एउटा स्लाइन लगाएको थिएँ, त्यो लगाएर बढ्छ कि भनेको त आज झन् घटेछ गाइस। आज झन् 9.6 भएछ। फेरि मलाई एउटा स्लाइन लगाउनु पर्ने भयो। र म चाहिँ अब स्लाइन लगाएर नै जान्छु। बढ्ला भन्न झन् घट्छ पो के हो यस्तो। ल गाइस म चाहिँ अब यहीँ स्लाइन लिन आँटिसकेको छु ब्लडको लागि। ल
पेसेन्ट। गाइस म चाहिँ घरमा आएर कपडाहरू पनि फेरिसकेँ होइन, र मैले चाहिँ उहाँ राम्ररी भिडियो गरिनँ। ब्लड चाहिँ कम हो भनेपछि मलाई चाहिँ एकदम टेन्सन भयो, भिडियो पनि गर्नु मन लागेन होइन। अब टाइम पनि आइसक्यो, झन् ब्लड बढ्ने बेलामा झन् ब्लड घट्दै जाँदा कति टेन्सन हुन्छ है। अब के गर्नु, खानेकुराहरू त खाइरहेको छु। अब हेरौँ बढ्छ होला होइन। सो हजुरहरूले पनि प्रे गर्नु होला कि मेरो राम्रै होस् भनेर। अब डेट पनि आइसकेको छ। सो अब मेरो भिडियो चाहिँ अब यही नै एन्ड गर्छु। एकदमै धेरै भोक लागेको छ, हतारमा बिहानै गएँ, के खाएको पनि छैन। सो अब खानाहरू खान्छु। अब अझै राम्रो खाना खानुपर्छ, राम्रो त खाना खाइरहेको छु। अब ब्लड बढाउनेतिर लाग्नुपर्छ गाइस। सो हुन्छ त अहिलेको लागि बाई बाई, फेरि भेटौँ नेक्स्ट ब्लगमा। मन पऱ्यो भने लाइक गरिदिनुहोस् है।